ल आज हामी चाहिँ मोडर्न पिरियोडिक टेबलको बारेमा स्टडी गर्न जाँदैछौँ र यहाँ मैले ब्रिज मोडल भनेर तयार गरेको छु। यसकारण विद्यार्थीहरूले छिटो र छरितो वेमा एलिमेन्ट्सहरू कुन कुन ग्रुपमा पर्दा रहेछन्, कस्ता कस्ता पिरियड्सहरूमा एलिमेन्ट्सहरू रहँदा रहेछ, तिनीहरूको भ्यालेन्सी सहित हामीले पढ्नुपर्ने स्कुल लेभलमा याद राख्नुपर्ने केही एलिमेन्ट्सहरूको बारेमा स्टडी गर्न जाँदैछौँ। मैले सबैभन्दा सुरुमा एउटा ब्रिजको परिकल्पना गरेको छु। यहाँ अगाडि दुईवटा खम्बा जस्तो राखेको छु। पहिलो खम्बालाई फर्स्ट ए र दोस्रो खम्बालाई सेकेन्ड ए भनेर राखेको छु र यो ब्रिजको सस्पेन्सन भयो। यहाँ तीनवटा लेयर बनाएर राखेको छु र फेरि यतापट्टि थर्ड लेयर, थर्ड खम्बा भन्न सकियो, फोर्थ खम्बा जसलाई हामी 4A खम्बा, यो खम्बाको नामाकरण हुँदै गएको छ। फर्स्ट ए, सेकेन्ड ए, थर्ड ए, फोर्थ ए, 5A, 6A, 7A, 8A गरेर चाहिँ यसरी हरेक खम्बाको नामाकरण भएको छ। यहाँ के देख्न सकिन्छ, यतापट्टि राइट ह्यान्ड साइडमा हामी यहाँ भन्न सक्छौँ, राइट ह्यान्ड साइडमा हाम्रो दुईवटा खम्बा छ र लेफ्ट ह्यान्ड साइडमा एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा खम्बाहरू हामी देख्न सक्छौँ या पिलरहरू हामी भन्न सक्छौँ। पहिलो खम्बामा कर्णाली लेखेको छु। कर्णालीको मतलब पोटासियम, सोडियम, हाइड्रोजन र लिथियम हो। यी फर्स्ट ए ग्रुपमा पर्ने एलिमेन्ट्स भए र अर्को दोस्रो पिलरमा बेका एमजी भनेर राखेको छु। बेका एमजी अब यो चाहिँ के हो त भन्दा बेरिलियम, क्याल्सियम र म्याग्नेसियम हो। पहिलो खम्बालाई मैले 1 यहाँ मेजर गरेको छु, 1 राखेको छु। दोस्रो खम्बालाई 2 राखेको छु। तेस्रो खम्बालाई 3, 4, 5, 6, 7, 8। तलका नम्बरहरू हेऱ्यौँ भने पनि हामीले 8वटा खम्बाहरू तयार गरिएको रहेछ भन्ने कुराहरू थाहा पाउन सक्छौँ। पहिलो खम्बालाई 1 ले जनाएको छ र 1 ले यसको भ्यालेन्स सेलमा एउटा इलेक्ट्रोन मात्रै रहन्छ भन्ने अर्थ दिन्छ, जसकारण यो अल्काली मेटल पनि हो र अल्काली मेटल्सहरूले आफ्नो अन्तिम अवस्थाको सेल अथवा भ्यालेन्स सेलबाट इलेक्ट्रोन्सहरू प्रदान गर्ने गर्दछन्, जसलाई हामी इलेक्ट्रोन डोनेटिङ बिहेभियर भन्न सक्छौँ। र दोस्रो खम्बामा 2 अङ्कित छ। यो 2 ले भ्यालेन्स सेलमा 2वटा इलेक्ट्रोन रहेको जानकारी दिन सक्छ र यसबाट पनि हामी के बुझ्न सक्छौँ त यो पनि अल्काली मेटल अन्तर्गत नै पर्यो। फर्स्ट ए ग्रुपलाई हामी अल्काली मेटल जुन हाइली रिएक्टिभ हुन्छ। फर्स्ट ए ग्रुपमा हाइड्रोजन पनि संलग्न देखिन्छ, तर हाइड्रोजन मेटल होइन, हाइड्रोजन एउटा ग्यास हो। यसलाई हामीले बर्निङ ग्यासको रूपमा लिन सक्छौँ, तर हाइड्रोजनको केही केमिकल प्रपर्टिजहरू अल्काली मेटल्सहरूसँग उस्ता उस्तै देख्न सकिन्छ। जस्तै हरेक अल्काली मेटल्सहरूले एउटा सङ्ख्यामा इलेक्ट्रोन्सहरू डोनेट गर्न सक्छन्, जस अनुरूप हाइड्रोजनले पनि एउटा इलेक्ट्रोन डोनेट गर्ने क्षमता राख्छ, किनभने हाइड्रोजनको न्युक्लियस एकदमै कम विकसित हुन्छ। त्यहाँनेरि न्युट्रनको सङ्ख्या लिस्ट हुन्छ भन्न सक्छौँ, अथवा न्युट्रन लेस हाइड्रोजन प्रेजेन्स हुन्छ भन्न सक्छौँ है त। अब हामी एकैचोटि थर्ड ए ग्रुप अन्तर्गतका एलिमेन्ट्सहरूलाई हेर्ने गर्छौँ। यहाँ हामीले थर्ड ए ग्रुपलाई BALGA भन्न सक्छौँ, अथवा यसलाई हामीले बालगा भन्न पनि सकियो, बालगा सर्टकटमा है त। अब अथवा यसलाई बोरोन फ्यामिलीसँग सम्बन्धित एलिमेन्ट्सहरू हुन् भन्न पनि सकिन्छ है त। अब एल्युमिनियमको भ्यालेन्सी त हामीलाई थाहा छ, एल्युमिनियमको भ्यालेन्सी 3 हो। त्यसो भए ब्यारियमको अथवा बोरोनको पनि भ्यालेन्सी के हो त 3 नै हो र ग्यालियमको पनि भ्यालेन्सी कति हुनु पर्यो, 3 नै हुनु पर्यो हो। यहाँनेरिबाट हामीले कहिलेकाहीँ उच्चारण गरिने बोरोनलाई बिर्सिन सक्छौँ र यसको भ्यालेन्सीहरू नबुझ्न सक्छौँ त एल्युमिनियम सम्झिहाल्ने, बालगा भनिहाल्ने है त। ग्यालियमको पनि भ्यालेन्सी 3, एल्युमिनियमको पनि भ्यालेन्सी 3 र बोरोनको पनि भ्यालेन्सी 3 हो।
अब हामी 4A ग्रुपमा रहेको एलिमेन्ट्सहरूलाई हेर्छौँ। यहाँनेरि बिल्कुलै फरक स्वभावका एलिमेन्ट्सहरू देख्न सक्छौँ, जसलाई हामी कार्बन, सिलिकन, अब यहाँनेरि जर्मानियम देख्न सक्छौँ। सिलिकन र जर्मानियमहरूलाई ट्रान्जिस्टर बनाउनको लागि प्रयोग गरिन्छ अथवा डायोडहरू बनाउनको लागि प्रयोग गरिन्छ। यस्ता खालका एलिमेन्ट्सहरूलाई हामीले मेटलोइड अन्तर्गत लिने गर्दछौँ। मेटलोइडहरूको विभिन्न अवस्था अन्तर्गत उनीहरूको विशेषताहरू हुने गर्दछ। जस्तै कार्बनको हामीले कोभ्यालेन्सीको बारेमा स्टडी गरिसकेका छौँ। कार्बनको भ्यालेन्सी 4 भयो। सिलिकनले पनि के गर्छ, भ्याकेन्ट अर्बिटल सिलिकनमा पनि धेरै नै देख्न सकिन्छ। र यो जर्मानियम भयो, जर्मानियममा पनि भ्याकेन्ट अर्बिटलहरू धेरै नै देख्न सकिन्छ। त्यो हुनाले गर्दा सिलिकन जर्मानियमहरूमा इलेक्ट्रोन डपिङ पद्धति अनुसार हामीले विभिन्न ट्रान्जिस्टर डायोडहरू तयार गर्न सक्छौँ भन्न पाइयो। त जर्मानियम, सिलिकन र कार्बनहरू यिनीहरू मेटलोइड हुन्। यिनीहरू धातु भए तापनि अर्धधातुको विशेषताहरू जनाउने हुन्छन् भन्न सकिन्छ। अथवा जति यो जर्मानियमलाई हामीले हेर्छौँ भने यिनीहरू नन मेटलको पक्षतिर धेरै नै अग्रसर देखिन सक्छ। त्यो हुनाले गर्दाखेरि बुकहरूमा यस्ता मेटलोइडहरूले धातु र अधातु अथवा मेटल र नन मेटल दुवैको अवस्थाहरू जनाउने एलिमेन्ट्सहरू हुन् भन्न सक्छौँ। ठिक छ, त्यो आधारमा भनेको हुनुपर्छ, होइन भने यिनीहरू बिल्कुलै धातु हुन् तर अवस्था अनुरूप यिनीहरूले अधातु अथवा एनर्जीलाई रिसिभ गर्ने अथवा इलेक्ट्रोनलाई रिसिभ गर्ने पद्धति देखाउँछन्, जसकारण यिनीहरू मेटलोइड हुन् भनेर चिन्नुपर्छ। अब फस्फोरस, अब यो फस्फोरसको भ्यालेन्सी 3 र 5 हो र नाइट्रोजनको भ्यालेन्सी 3 हो। कहिलेकाहीँ नाइट्रोजनको भ्यालेन्सी 1, 2 र 3 पनि रहने गर्छ भनेर बुझ्नु पर्यो। त यिनीहरू बिल्कुलै के हुन्छन् त, यदि फस्फोरसले 5 वटा इलेक्ट्रोनहरू डोनेट गर्छ भने त्यो अवस्थामा फस्फोरसले मेटलको प्रपर्टी पोजेस गर्ने हो। र यदि फस्फोरसले भ्यालेन्सी 3 जनाउँछ भने यसले आफ्नो भ्यालेन्स सेलमा 3 वटा इलेक्ट्रोन हायर गर्ने भन्ने अर्थ लाग्छ। त्यो अवस्थामा नन मेटलको प्रपर्टी पोजेस गर्छ। त्यो हुनाले गर्दा यहाँनेरि हामीले 3A देखि 8A सम्म सबै एलिमेन्ट्सहरूलाई पी ब्लक अन्तर्गत राखिएको पनि हो। किन भन्दा हरेक एलिमेन्ट्सको मेटल भन्दा नन मेटलसँग सम्बन्धित क्यारेक्टरिस्टिक्सहरू धेरै देख्न सकियो र हरेकको प्रपर्टिजहरूले मल्टिपल भ्यालेन्सिजहरू पोजेस गर्दो रहेछ र हरेकले जेनेरल अवस्थामा न्युट्रल पोजेस गर्दो रहेछ भनेर पनि बुझ्न पाइयो। अब हामी 6A मा हेर्छौँ भने यहाँ OS लाई राखेको छु, अक्सिजन र सल्फर भनेर बुझ्नुपर्छ। हेर त, अक्सिजनको पनि भ्यालेन्सी 2 र सल्फरको पनि भ्यालेन्सी 2, 4, 6 ओके हैन। त्यो हुनाले गर्दा जोडी सङ्ख्यामा भ्यालेन्सी भएको भनेर पनि बुझ्न सकिन्छ। अब यो अक्सिजनले बिल्कुलै नन मेटललाई सङ्केत गर्दछ, किन भन्दा यो ग्यास हो। त्यो हुनाले गर्दा ग्यासहरू प्रायःजसो नन मेटल नै हुन्छन् र त्यो हुनाले गर्दा अक्सिजनदेखि यतापट्टि बिल्कुलै नन मेटलका एलिमेन्ट्सहरू राखिएको रहेछ भनेर बुझ्नुपर्छ। अब यो हामीले 7A ग्रुपलाई फ्लोरिन, क्लोरिन, ब्रोमिन र आयोडिन अन्तर्गत राखेका छौँ। फ्लोरिन, क्लोरिन, ब्रोमिन र आयोडिनलाई हामीले हेलोजेन्स भनेर चिन्छौँ। हेलोजेन्सलाई चिन्ने तरिका यसको अन्तिममा आयनी लागेको हुन्छ र यसलाई हामीले हेलोजेन्स भन्छौँ। र हेलोजेन्सहरू हाइली रिएक्टिभ नन मेटल अन्तर्गत पर्छन् र यिनीहरूको पनि भ्यालेन्स सेलमा 7 वटा इलेक्ट्रोन हुन्छ र एउटा भ्याकेन्ट अर्बिटल भएको हुनाले गर्दा एउटा इलेक्ट्रोन रिसिभ गर्दछन् र यिनीहरूको भ्यालेन्सी पनि 1 ठहरिन्छ। अब हामी 8A ग्रुपको एलिमेन्ट्सहरूलाई चेक गर्छौँ। अब यिनीहरूको भ्यालेन्स सेलमा 8 वटै इलेक्ट्रोन्सहरू देख्न सकिन्छ। हामीले तलको नम्बरिङलाई विशेष ध्यान दियौँ भने हरेकको भ्यालेन्स सेलमा कतिवटा इलेक्ट्रोन्स छ भन्ने कुराहरू पत्ता लगाउन सक्छौँ। अब 8 वटा अलरेडी एटोमिक स्टेबल भएको एलिमेन्टको ग्रुपको रूपमा पनि यसलाई लिन सकिन्छ, जस्तै हेलियम, नियन, आर्गन, क्रिप्टन, जेनन। यिनीहरूको भ्यालेन्स सेलमा अलरेडी 8 वटा इलेक्ट्रोन रहन्छ र अक्टेट स्टेट पोजेस पनि गर्छ।
त्यसको मतलब यिनीहरूले थप इलेक्ट्रोनिक एक्सचेन्ज प्रोसेसमा भाग लिन जरुरी पनि परेन र यी एलिमेन्ट्सहरूको अटोनोमिक स्टेबिलिटी देखियो। अब यस्ता एलिमेन्ट्सहरू एडभर्स टेम्परेचर जोनमा एक्सट्रिम टेम्परेचर जोनहरूमा देखा पर्दैनन्, तर यिनीहरू जहाँनेरि बाह्य तत्त्वहरूको इन्गेजमेन्ट इन्टरेक्सन लिस्ट हुन्छ त्यस्तो ठाउँहरूमा यस्ता प्रकारका एलिमेन्ट्सहरू एकदम एबुन्डेन्ट म्यानरमा देख्न सकिन्छ भनेदेखि यो पृथ्वीमा एकदमै दुर्लभ रेयर एलिमेन्ट्सको रूपमा पनि लिइन्छ र यसलाई इनर्ट एलिमेन्ट भनियो र यो अलरेडी 8 नम्बर अफ इलेक्ट्रोन पोजेस गर्ने एटोमिक पार्टिकल भएको हुनाले गर्दा यिनीहरूको नोबेल क्यारेक्टरिस्टिक्स भएको हुनाले गर्दा यिनीहरूलाई नोबेल एलिमेन्ट भनियो। अब हामी एफ ब्लक एलिमेन्टलाई थोरै हेर्छौँ। स्टडीको पर्पसमा एफ ब्लक एलिमेन्ट्सहरूलाई सेपरेटली राखेको देखिन्छ र यो एफ ब्लक एलिमेन्टमा इनर ट्रान्जिसन एलिमेन्ट्सहरू एक्टिनाइट्सहरूले पोजेस गर्ने भए र ल्यान्थिनाइट्सहरूले रेडियो एक्टिभ एलिमेन्ट्सहरूलाई दर्शाउँछन्। यसको खासै हामीले एलिमेन्ट्सहरू याद गर्नु पर्दैन र खालि एफ ब्लक एलिमेन्ट्सका केही क्यारेक्टरिस्टिक्सहरू थाहा हुनुपर्छ। कति एटोमिक नम्बरदेखि कति एटोमिक नम्बरसम्मका एलिमेन्ट्सहरू एफ ब्लक एलिमेन्ट अन्तर्गत रहन्छन्, एफ ब्लक एलिमेन्टमा भएका नामकरणहरू के हो, यी कुराहरू चाहिँ थाहा हुनुपर्छ। अब हामी लास्टको अन्तिमको चरणको ब्लक हो डी ब्लक एलिमेन्ट, यसलाई कम्प्लिट गर्ने कोसिस गरौँ। यहाँ मैले अघि नै भनेको छु 3वटा लेयर राखिएको छ। पहिलो लेयरमा क्रोमियम हामीले चिन्न सक्छौँ, यसको सिम्बल सिआर भयो र यो 2 र 3 को बिचमा छ। हेर त यिनीहरू 2 र 3 को बिचमा छ, त्यसको मतलब भयो यहाँनेरि रहेका जति पनि एलिमेन्ट्सहरू छन् यिनीहरूको भ्यालेन्सी 1, 2 र 3 को बिचमा रहन सक्छ भन्ने हो। ठिक छ, त कहिलेकाहीँ हाम्रो 4 पनि हुन सक्छ तर त्यो वैकल्पिक हो भनेर बुझ्नुपर्छ। म्याक्सिमम यो डी ब्लकमा रहेका एलिमेन्ट्सहरूको भ्यालेन्सी 1, 2, 3 अथवा 4 सम्म रहन सक्छ। यहाँनेरि एउटै भ्यालेन्सी पनि रहन सक्छ र एउटा भन्दा बढी संख्यामा पनि भ्यालेन्सीहरू तय हुन सक्छन्, किनभने यसलाई हामीले ट्रान्जिसनल एलिमेन्ट पनि भन्छौँ। ट्रान्जिसनल एलिमेन्ट किन भनियो भन्दा यो ब्रिजको सस्पेन्सन हो। यतापट्टि राइट ह्यान्ड साइडमा धातुहरू अथवा हाइली रिएक्टिभ मेटल्सहरूले घेरेको छ भन्दाखेरि यता लेफ्ट ह्यान्ड साइडमा नन मेटल अथवा अधातुका विषयवस्तु जनाउने तत्त्वहरूले धेरै कभर गरेको देख्न सकिन्छ। त्यो हुनाले गर्दा यो बीचमा रहेको एलिमेन्ट्सहरूले धातु र अधातु दुवैका क्यारेक्टरिस्टिक्सहरू चाहिँ पोजेस गर्ने भए भन्न सक्छौँ। क्रोमियम यसको पनि भ्यालेन्सी 2 हो, म्याग्नेज यसको पनि भ्यालेन्सी 2 हो, आइरनको भ्यालेन्सी 2 र 3 हो, कोबाल्टको पनि भ्यालेन्सी 2 हो, निकेलको पनि भ्यालेन्सी 2, कपर यसको भ्यालेन्सी 1 र 2 हो है त। किन भन्दा कपर क्युप्रस र क्युप्रिक गरेर 2वटा अवस्थामा रहन्छ, जिङ्कको भ्यालेन्सी चाहिँ 2 मात्रै हो। यो भयो मोलिबेडनम। मोलिबेडनमको भ्यालेन्सी चाहिँ यसको भ्यालेन्सी अन्योल छ है, 1 पनि हुन सक्छ, 3 पनि हुन सक्छ, 2 पनि हुन सक्छ। प्राय जसो यो मोलिबेडनमहरू के हुन्छन् त प्रोमोटरको रूपमा आउने गर्दछन्। ठिक छ, यो एकदमै ह्याप्पियर छ, जुनै पनि अवस्थामा 1, 2, 3 सम्म रहन सक्छ यसको भ्यालेन्सी। सिल्भरको पनि भ्यालेन्सी 1 र 3 को रूपमा हामीले लिन सक्छौँ है त। यो डब्लु भनेको टङ्स्टेन हो, यसको भ्यालेन्सी कति हो त 2, 1 र 2 दुईटै हुन सक्छ या 2 मात्रै पनि हुन सक्छ। प्लाटिनियमको भ्यालेन्सी पनि 2 हो। यो एयु भनेको गोल्ड हो, गोल्डको भ्यालेन्सी 1 र 3 हुने गर्छ र एचजी भनेको मर्करी हो, मर्करीको भ्यालेन्सी के हुन्छ 1 र 2 रहन्छ। ठिक छ, मर्क्युरस र मर्क्युरिक गरेर 2वटा यसको भ्यालेन्सी तय हुन्छ र यसरी हामीले सरदर हिसाबमा मोडर्न पिरियोडिक टेबललाई इजिली स्टडी गर्न सक्छौँ र यसलाई मैले ब्रिज मोडल भनेर नामकरण गरेको छु। ल त, धन्यवाद।